फेरि पनि हजुरहरूलाई वेलकम टु माई स्क्रिन रेकर्डिङ र यो स्क्रिनमा चाहिँ है तपाईँले देख्न सक्नुहुन्छ। पहिले चाहिँ हामीले फेसबुकलाई ओपन गर्नु पर्यो। फेसबुकलाई ओपन गरिसकेपछि हामीले जहाँनिर पोस्ट हामीले गरेको छ त्यसलाई ओपन गर्नुहोस्। तपाईँले देख्न सक्नुहुँदैछ है, मैले यो मेरो पोस्टलाई किन स्क्रोल डाउन गरेको भन्दाखेरि चाहिँ तपाईँले चाहिँ बेसी मात्रामा चाहिँ है रियाक्सन लाइक तपाईँहरूकोमा भएको है कन्टेन्ट चाहिँ तपाईँले हेर्नुपर्ने हुनेछ। किनभने चाहिँ त्यसो गर्दाखेरि चाहिँ तपाईँले बेसी मात्रामा चाहिँ तपाईँले इन्भिटेसन पठाउनु तपाईँको चान्सेस हुन्छ। तपाईँले यहाँ देख्न सक्नुहुनेछ है, मेरो एउटा पोस्टमा तपाईँले यहाँनिर 1.1 के छ है। 1.1 केलाई हामीले यसलाई ओपन गर्नु पर्यो लाइक्सलाई, र यही लाइक्स सेक्सन माथिलाई नै तपाईँले टच गर्नुपर्ने हुन्छ। र टच गरिसकेपछि चाहिँ यसरी ओपन हुन्छ। र त यसरी स्क्रोल डाउन गर्दै तपाईँले चेक गर्नुहोस्। चेक गर्दाखेरि तपाईँले साइटमा भेट्नुहुन्छ। तपाईँले यो साइटमा देख्नुहुँदैछ इन्भाइट भनेर है। यो इन्भाइट भनेर चाहिँ उहाँहरूको किन यहाँ सो गरेको भने चाहिँ तपाईँहरूको चाहिँ पोस्ट चाहिँ उहाँहरूले मन पराएर लाइक गरेको छ, तर तपाईँहरूलाई चाहिँ फलो गर्नु चाहिँ उहाँहरूले चाहिँ अलमोस्ट बिर्सेको छ। त्यही भएर चाहिँ तपाईँले चाहिँ यो इन्भाइटमा तपाईँले चाहिँ क्लिक गरेर उहाँहरूलाई चाहिँ इन्भाइट गर्नु सक्नुहुन्छ कि तपाईँलाई फलो गर्नु भनेर है। जब तपाईँले यो इन्भाइट भनेर तपाईँले क्लिक गर्नुहुन्छ, त्यसपछि चाहिँ उहाँहरूकोमा नोटिफिकेसन जान्छ कि है उहाँहरूले चाहिँ समवन इज आस्क यु टु फलो हिम भनेर त्यस्तो प्रकारले होइन एउटा नोटिफिकेसन जान्छ फलो गर्नु भनेर, फलोको लागि इन्भिटेसन पठाएको छ भनेर। यसो गर्दाखेरि चाहिँ यो चाहिँ उहाँहरूको लागि एउटा रिमाइन्डर हो कि उहाँहरूले तपाईँलाई चाहिँ फलो गर्नु चाहिँ 100% चान्सेस हुन्छ। र तपाईँलाई म अर्को पनि एउटा पोस्ट देखाउनेवाला छु है। जति 100 एबभ छ त्यसमा तपाईँले प्राय पाउन सक्नुहुनेछ है। जति 100 लाइक्स एबभ छ कन्टेन्टमा तपाईँले चेक गर्नुहोस् यहाँनिर है। तपाईँलाई म एउटा देखाउनेवाला छु। यहाँ हेर्नुहोस्, मेरो 101ले यहाँनिर मलाई लाइक गर्नुभएको छ। र यसमा पनि तपाईँहरूलाई चाहिँ म देखाउँदाखेरि चाहिँ लाइक सेक्सनमा जानु पर्यो। र तपाईँहरू जाँदाखेरि स्क्रोल डाउन गरेर सर्च गर्दाखेरि हेर्नुहोस् त यहाँनिर यहाँ पनि इन्भाइट गर्ने, यहाँ पनि मलाई लाइक गर्नुभएको रहेछ तर फलो गर्नु बिर्सिनु भएको रहेछ। यसरी चाहिँ हामीले इन्भिटेसन पठाउन सक्छौँ। त्यसो गर्दा चाहिँ हाम्रो फलोवर्स बढ्ने धेरै चान्सेस हुन्छ है। तपाईँले पनि यसरी नै ट्राई गर्नुहोस्। किन भन्दाखेरि चाहिँ हामी स्मल कन्टेन्ट क्रिएटरलाई चाहिँ है फलोवर्सको चाहिँ अति नै जरुरत हुन्छ। आई होप तपाईँहरूलाई पनि यो कुराहरू मन पर्यो होला है। यसरी नै तपाईँ पनि ट्राई गर्नुहोस्।